म आज त्यस्तो ठाउँमा जाँदैछु विश्वभरि नै प्रख्यात र चर्चित छ। बिजनेस व्यापारमा ठुलो दुबई मल, लिफ्ट छिटो चल्ने, त्यसैगरी सबैभन्दा विश्वमै ठुलो अग्लो ट्विन टावर, बुर्ज खलिफा विभिन्न ठाउँहरूको दृश्य अवलोकन गर्न जाँदैछु। मेरो नेपालदेखि नै दुबई मलभित्र जाने चाहना थियो। त्यो चाहना पुरा गर्न म यतिखेर जाँदैछु। म यतिखेर लिफ्टको प्रयोग गरेर हामी माथि मेट्रोमा चढ्न जाँदैछौँ। लिफ्टको प्रयोग छ, सिडीको पनि व्यवस्था छ। यसले हामी तर मेट्रोको पर्खाइमा छौँ, मेट्रो आएको छैन। मेट्रो आइसकेपछि हामी चढेर जानेछौँ र आइसकेपछि हामी यता दुबई मलमा भित्र प्रवेश गर्दैछौँ। बुर्ज खलिफा दुबई मल मेट्रो स्टेसनबाट धेरै नै हेर्नुपर्छ। हेर्दा धेरै थकित हुँदै हामी दुबई मलभित्र आइसकेका छौँ र त्यहाँ दुबई मलभित्र हामी धेरै घुमेर नै हामी सकेनौँ। पुनः अर्को दिन आउनेछौँ। दुबई मलभित्र हामीले विभिन्न दृश्यहरू देख्न सक्यौँ। धेरै मान्छेहरूको चहल पहल, झरना, त्यसैगरी माछा, रोबोट, विभिन्न यो मनै लुभाउने, मन्त्रमुग्ध पार्ने दृश्यहरू हामीले त्यहाँ जति घुम्दै गयौँ त्यति नै देख्दै जान्छौँ साथीहरू। साँच्चीकै संसारकै विश्वकै ठुलो दुबई मल भन्नेको रहेनछ त्यत्तिकै। यहाँ धेरै नै ठुलो सपिङ मल छ साथीहरू। जस्तो सामान पाउनु खोज्नु हो त्यही सामानहरू पाउँछ यहाँ। धेरै नै व्यापार बिजनेसको लागि ठुलो मल हो र यहाँ विभिन्न देशबाट आएका मानिसहरू हामीले त्यहाँ देख्न सक्छौँ, अवलोकन गरिरहेको, इन्जोय गरेको देख्न सक्छौँ। दुबई मलभित्र सबै घुमिसकेपछि हामी यता बुर्ज खलिफातिर लाग्यौँ। बुर्ज खलिफातिर हामीले विभिन्न फोटोहरू खिच्यौँ, भिडियोहरू गरायौँ र त्यहाँ पानी थिएन, पानी फालिएको रहेछ, मर्मत गर्दै रहेछ। अर्कोचोटि हामी आउनेछौँ फेरि त्यहाँको भिडियो दृश्य सबै अवलोकन गराउनेछौँ, तपाईँहरूलाई देखाउनेछौँ भिडियो कस्तो लाग्यो।